हामी चाहिँ यो माथि फिक्कल डाँडा जान लागेको होइन। यस्तो छ अवस्था। यो कुहिरो यसरी टुटुटुटु झरेको छ। यो चाहिँ चनौटीको गाउँ। हामी त्यो बाइक र गाडीमा आयौँ। यसरी यस्तो छ यो ठाउँ। अब यसरी हामी यो बाटो हुँदै हामी उकालो जाँदैछौँ, तर हुस्सु कुहिरो लागेको छ। ल चनौटीको गाउँ यस्तो देखिएको छ। अनि यहाँ यता साथीहरू आउँदैछन्। यहाँ पछाडि कोही अगाडि कटिसकेका छन् होइन। अब हामी यो उकालो बाटो जाँदैछौँ। यस्तो छ यो गाउँ। यो चनौटीको ठाडो उकालो। यो चाहिँ यो फिकलको होमस्टे हो रे यो होइन। यहाँनिर छ बस्ने ठाउँहरू। उताबाट आउने टुरिस्टहरू घुम्नेलाई यहाँ आउँदैछन् साथीहरू। बाटो चाहिँ यस्तो घुम्ती छ है। यसरी घुम्दै अनि यता ठाडो तेर्सो हुँदै अब निक्लिन लागिसक्यो। मेरो अवस्था यस्तो छ। भिडियो बनाउँदै म हिँडिरहेको छु। ल अब पछाडि हाम्रो साथीका लर्कन्छन्। ल यस्तो खतरा रुख है। यहाँ चाहिँ खतरा रुख देखियो। अनि यो रुखको भिडियो गरेको छु। यहाँनिर चाहिँ एउटा के चाहिँ जो मैले देखिरहेको छु है गाइस। ल हेर्नुहोस्, यो राम्रोसँग हेरौँ अझै नजिक लिएर। ल के चाहिँ होला यो यस्तो छ है। अब हामी यता साथीहरू आउँदैछन्। अनि हामी यसरी चढ्दैछौँ उकालो। ब्लग चाहियो ब्लग आयो। ल वेलकम के हो यसको नाम? ल भन्नुस् है। ल हेर्नुहोस् ल गाइज, यस्तो चिज पनि पाइन्छ है यहाँ। ल गाइज, आज चाहिँ यसरी आएको फिकल डाँडाको उकालो लगभग 7800 फिट माथि घुम्न आएको थियौँ हामी। यस्तो छ ठाउँ। तर कुहिरोले हुस्सुले केही देख्न सके छैन। यस्तो छ ठाउँ चाहिँ। अब फेरि अहिले खुल्यो भने देख्न सकिएला भन्ने आशा राख्छु है त गाइज।